सो हेलो फ्यामिली, सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै नै छु। बिहानैदेखि चाहिँ भिडियो बनाउन पाएको थिइनँ, अनि अब क्लास जाने बेलामा चाहिँ भिडियो बनाइरहेको थिएँ। अनि म पनि खानासाना खाएर चाहिँ क्लासतिर लागेँ। अनि क्लासबाट आएर चाहिँ अब घरमा पनि यसो कामसाम गर्नुपर्ने थियो। अनि टक्कसँगले क्लासबाट आएर लुगासुगा फेरेर चाहिँ म पनि लागेँ अब बाइक धुनलाई। अनि त्यस पछाडि बाइकलाई चाहिँ कलमा लगेर राखेँ। अनि टक्कसँगले जालो बनाउनु पर्यो भनेर चाहिँ प्याजको बोरालाई काट्नतिर लागेँ। बोरालाई चाहिँ ठिक्कको साइजमा काटेर बाल्टीमा हालेर चाहिँ त्यसमा थोरै पानी लगाए। अनि त्यस पछाडि सर्फलाई माथिबाट सट्टा हालिसके पछाडि हल्का मिक्स गरे पछाडि त पुरै फिजाइरहेको थियो। अनि त्यस पछाडि टक्कसँगले मोटर चालु गरेर चाहिँ बाइकलाई सुरुमा चाहिँ हल्का भिजाए। अनि त्यस पछाडि जालोले अब म पनि मजाले बाइकलाई सफा गर्नतिर लागेँ। मैले चाहिँ भिडियो हालेको पनि 31 दिन भइसकेको थियो, तर केही प्रोग्रेसै छैन भने तपाईहरूले चाहिँ अलि मजाले साथ सपोर्ट देखाइदिनु पर्यो है साथीहरू। बाइकलाई धोएर पनि सकिसकेको थियो, अनि माथि लगेर चाहिँ राखिदिए। पछाडि म पनि लागेँ अब भिडियो एडिट गर्नतिर। भिडियो एडिट गरेर पनि सकिसकेको थियो। अनि टक्कसँगले गाई सार्न जानुपर्ने थियो र बाहिर म चाहिँ लागेँ अब खेततिर। खेतमा आएर चाहिँ टक्कसँगले गाईलाई सारेर म पनि आएँ घरतिर। अनि भोक लागे जस्तो भइरहेको थियो। अनि खाजा खाउँ न त भनेर चाहिँ पसलबाट गएर एउटा चाउचाउ लिएर आएँ। अनि त्यस पछाडि बिहानको भात पनि रहेछ, त्यसलाई चाहिँ भुटेर चाउचाउसँग खानु पर्यो भनेर चाहिँ म पनि लागेँ अब भात भुट्नतिर। सुरुमा त कराईमा तेल राखेर त्यसमा थोरै मेथी लाएर पड्काएँ। अनि त्यस पछाडि प्याज खोर्सानी, अनि त्यस पछाडि भात राखेर चाहिँ अनि एकछिन बेर पकाइसके पछाडि त बुढी भात पनि रेडी भयो। अनि त्यस पछाडि अब चाउचाउ साध्नु पर्यो भनेर चाहिँ म पनि लागेँ अब चाउचाउलाई साध्नतिर। सुरुमा त चाउचाउलाई फोडेर चाहिँ टक्कसँगले बोटुकामा हालेँ। अनि प्याज खोर्सानी काटेर त्यसमा थोरै अमिलो राखिसके पछाडि त चाउचाउ साँधेर पनि रेडी भइसकेको थियो। अनि थालमा टक्कसँगले भात पनि हालेँ। अनि चाउचाउलाई चाहिँ लिएर म पनि लागेँ अब चाउचाउ र भात खानतिर। अनि खाजा खाएर पनि सकिसकेको थियो। अनि अब यसो नोट पनि बनाउनु पर्ने थियो र म पनि लागेँ अब एकछिन बेर पढ्नलाई। अनि साँझ पनि परिसकेको थियो र अब गाई लिन जानुपर्ने थियो। अनि भाइ म भएर चाहिँ अनि त्यस पछाडि गाई लिएर चाहिँ घर पनि आइसकेको थियौँ हामी। अनि अब घरमा बस्दा अल्छी पनि लागिरहेको थियो। अनि आज चाहिँ रनिङ पनि गइएन, त्यही भएर आज साइकलमै चाहिँ हामी एकछिन डुल्न गयौँ। अनि आजको लागि चाहिँ यति नै। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।